बाबा बाबा मलाई एउटा कथा भन्नु न। नमस्ते र स्वागत छ। यदि तपाईँले कहिले साँझ परेपछि दार्जिलिङका कुहिरोले ढाकिएको डाँडाहरूमा हिँड्नु भएको छ भने तपाईँलाई थाहा छ यहाँको हावामा केही फरक महसुस हुन्छ। कुहिरो केवल मौसम होइन, यी इतिहासको पर्दा हो। यहाँ चियाबारीहरूमा पसिनासँग कथा पनि बगेका छन् अनि कहिलेकाहीँ त्यो सन्नाटा यस्तो लाग्छ मानौ विगत अझै बोल्न खोजिरहेको छ। यो च्यानल समर्पित छ ती बिर्सेका इतिहासहरूलाई, आधा सत्य आधा रहस्य बनेर बाँचेका ती कथाहरूलाई। आगोको आत्मा देखिएको भनिने एकान्त चियाबारीहरूबाट अझै राति पाइला चाल्ने आवाज गुन्जिने पुरानो औपनिवेशिक बङ्गलाहरूसम्म, बेलायती शासनकालमा बनेको विद्यालय र कब्रस्थानहरूसम्म हामी खोज्छौँ ती कथाहरू जसले दार्जिलिङको पहिचान बनायो। र ती अँध्यारो अध्यायहरू जुन इतिहासका किताबहरूमा कहिले पुरा लेखिएनन्। यो केवल कथा होइन, यो अनुसन्धान हो, यो सम्झना हो, यो दार्जिलिङको लुकेको इतिहास हो। हामी केवल कथा सुन्ने छैनौँ, हामी इतिहासलाई चुकाउने छौँ।